र एमालेका साथीहरू मैले भन्नै पर्छ, नेताहरू यहाँ त भुइँ तहका कार्यकर्तालाई मैले भन्न खोजेको होइन, उहाँहरूलाई त्यो कुरा मन परेन। उहाँहरूले छुट्टै गठबन्धन 2/3 बनाउनु भयो। उहाँहरूले सही ढङ्गले सरकार चलाइदिएको भए सायद यो देशमा संसदको आयु 3 वर्ष हुँदैन थियो होला। जब देश उल्टो दिशामा हिँड्न थाल्यो त्यसको परिणाम यो देशका नवयुवाहरू आन्दोलनमा आए। बालबालिकाहरू, धेरैवटा बालबालिकाहरू आन्दोलनको क्रममा मारिए। जेनजी आन्दोलनमा यो देश धेरै ठुलो विध्वंसको शिकार भयो। त्यो विध्वंसमा मुख्य गरी धमिलो पानीमा माछा मार्ने र यो देशको व्यवस्था जो छ अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जो माओवादी र 7 राजनीतिक दल मिलेर आन्दोलन मार्फत स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र जो छ त्यसलाई उल्ट्याउने, त्यसलाई समाप्त पार्न चाहने एक थरी तत्त्वहरूले धमिलो पानीमा माछा मार्न खोजे र देशमा धेरै ठुलो विध्वंस भयो। त्यो तपाईँ हामी सबैले देखिरहेका छौँ। त्यसैले अहिले देश एउटा संवैधानिक रिक्तताको स्थितिमा पुग्यो। त्यसैले चुनाव मार्फत फेरि यो देशलाई सही ठाउँमा लिएर जानका निम्ति हामी निर्वाचनको मैदानमा आएका छौँ। सबै दलहरू निर्वाचनमा आउनु भएको छ। अरू उम्मेदवारहरू पनि तपाईँहरूको बिचमा आउनु भएको छ। यो लोकतन्त्रमा यसको सुन्दरता हो, सबै दलहरू आफ्नो कुरा लिएर जनताको बिचमा आउँछ। र हामीले निर्वाचनमा आइसकेपछि र निर्वाचन सम्पन्न गरिसकेपछि एउटा जनताको प्रतिनिधिले गर्ने 3वटा मुख्य काम हामीले भन्ने गरेका छौँ। पहिलो काम भनेको जनताका आवाजहरूलाई संसदमा लिएर उठाउने हो। संसदमा जनताको प्रतिनिधि मार्फत जनताका आवाज उठाउने। तपाईँहरू सल्यानी जनताका सबै पीर मर्काहरू र सल्यानी जनताका सपनाहरूको बारेमा, सल्यानी जनताका मागहरूको बारेमा संसदमा गएर बोल्ने एउटा सक्षम संसद तपाईँहरूलाई चाहिएको हो। त्यसैले म तपाईँहरूलाई भन्न चाहन्छु, त्यसको प्रतिनिधित्व गर्न सक्ने एउटा योग्य र लायक मान्छे म हुँ कि भन्ने मलाई लागेको छ। बाँकी फैसला हजुरहरूले गर्नुहुनेछ। दोस्रो नम्बरमा संसदले गर्ने भनेको विकास निर्माणको काममा सहभागी